दाई नमस्ते। नमस्ते। यो चोकको नाम के होला? यो रजर चौक हो। रजर चोक हो। ल मलाई मिठा पान बनाइदिनु त। ल दाइले पान बनाइदिँदै हुनुहुन्छ। अहिले चाहिँ म रजटमा छु होइन, यो चोकमा। अनि यो चोकमा छु। यहाँसी पान खाएर त जानै पर्यो नि। पान नखाइ के जानु। अनि यो चोक चाहिँ नर्मलै छ, वरिपरि यस्तो फलफुल पसलहरू। इबिले अब नेपालै होइन, वरिपरि मार्केटहरू यस्तो छ। अनि दाइको चक्क चोकमा राम्रो पसल रहेछ यहाँ। ल दाइले यहाँ पान बनाइदिए के हाल्नु? हजुर। कति हो त पानको? कति रुपियाँ हो? 40 रुपियाँ हो मिठा पानको। ए अनि तराईमासी पान त खाएर जानै पर्यो। अनि चितवन आएर बसेको हिजो म। गोप्रो चाहिँ अझै सेट गरेँ होइन, अब गोप्रो पनि सेट गर्छु यहाँबाट अगाडि। बाटो चाहिँ एकदम राम्रो, यति दुःख पाएको बाटो हो तर अहिले चाहिँ एकदम राम्रो रहेछ। त्यही भएर मलाई यहाँ बाटो छिटो भएपछि आएर भिडियो बनाउनु टाइम पनि हुन्छ। आज बुटोल गएर बस्न हो मलाई। ठिक छ। ल दाइको पसल सानो हो चिटिक्कको। ल रजतमा को हुनुहुन्छ सबैले हेर्नु ब्लग, अरूलाई नि हेर्नु लगाउनु। एकछिनपछि चाहिँ म गोप्रो सेट गर्छु होइन। गोप्रो सेट गरेपछि चाहिँ यहाँबाट चाहिँ अघिको भिडियो मैले गोप्रोबाटै बनाउँछु। यसबाट मैले धेरै बनाएँ। अब गोप्रो होल्डर चाहिँ मैले सेट गरिसकेको पहिला नै। यसमा चाहिँ फिट गरेन अझै, एकछिनमा फिट गर्छु मैले यहाँ पान खाएपछि। भयो दाइ। सबैले हेरिदिनु होला। यहाँ रजतमा जो हुनुहुन्छ यही दाइकोमा आउनु होला है पान खान। ल दाइ एकदम मिठो बोल्नुहुन्छ। सुपारीहरू के हाल्नु भयो त? यसमा सुपारी भयो, हजुर काटेरी भयो, गोलसेरी भयो, अनि मिक्स मसला भयो, सोप भयो, हजुर सेन्ट भयो, सुकमेल भयो, हिरामोती भयो, नरिवल भयो, त्यही हो सामान। यो पात कहाँबाट ल्याउनुहुन्छ? यो इन्डियन हुन्छ। इन्डियाबाट? हजुर। काम होला है दाइ। ल हुन्छ। ल हस्। अब पान खाने हो। ल मिठा पान गाइस। ल सी यू। फाइनल्ली कति पछि गोप्रोबाट ब्लग। बाटो त चिल्लो छ त, एकदमै राम्रो छ बाटो, सफा। अनि यो साइडको चाहिँ छिटो सफा गर्नु होला, किन भन्दा थोरै सानो कुराले नै ठुलो कुरालाई नराम्रो देखाउने गर्दछ। भरतपुरबाट अघि लगाइसकेँ म, चितवनबाट अघि लगाइसकेँ। क्यामेरा अलि एडजस्ट हुन हल्का गाह्रो भइरह। कस्तो आहा ब्लग दामी छ नि। बाटो चाहिँ एकदम गुड छ है, गुड छ, राम्रो छ, सब ठिक छ। आरामै छु म, सन्चै हो। यो ब्लग हेरिदिनु होला, यो ब्लग हेर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस्। म चाहिँ तपाईँहरूकै ठाउँमा। अब यहाँदेखि चाहिँ म बुटोलतिर लागेको। नारायणगढबाट 10-15 किलोमिटर अघि आइसकेँ होला। बिचमा आएर मैले क्यामेराहरू नि सेट गरेँ। त्यहाँबाट दाइकोमा पसेको थिएँ पान खानको लागि। यस्तो भित्र छिरेको राम्रो लाग्यो बजार। अनि यसो हेरेको पान पसल रहेछ। अब तराईमा आएर पान नखाइ जाने कुरा भएन। यो चाहिँ सिजी हो है,
चौधरी ग्रुपको यहाँ चाउचाउ फ्याक्ट्री अनि यो सिजी टेम्पल भयो यो मेरो साइडको कस्तो हो राम्रो छ यो बहुत फेमस छ एकदम फेमस सबैजना इन्डियादेखि नेपालभरिबाट सबैजना आउनुहुन्छ यो हेर्नको लागि टेम्पलको डिजाइनहरू मोडर्नमा छ तर राम्रो छ अनि टिकटको नि पैसा लाग्छ यसमा अनि हिजो हेटौँडा हुँदै हुँदै भरतपुर आएर बसेँ म घर अनि बिहान खानासाना बुवाले खानासाना पकाउनु भयो खाना खाएँ अनि अब बुटोल त जानु पर्यो भ्लग बनाउनलाई एकै ठाउँ बसेर त भएन अनि दिदी नि आउनु भएको थियो जाम भन्नुभएको थियो भान्जी नि आइथिन् गाडीमा आउनुहुन्छ होला उहाँहरू अनि पछि म चाहिँ बाइकमा गएर भ्लग बनाउँदै बिस्तारै बिस्तारै जानु पर्यो नि त उहाँहरू गाडीमा जाने इबीमा बाटो चाहिँ एकदमै सुन्दर अनि यो साइडमा चाहिँ यस्तो घाँसहरू छिटो काट्नु होला दुबो लगाउनु होला दुबो लगाएको राम्रो देखिन्छ अनि एउटा कुरा भनौँ गाई फार्म छ नि त अनि एउटा हिजो गाई ब्याएछ बाछी पायो अरे त्यसलाई पनि हेर्न मन लागिरहेको मलाई आहा कति राम्रो ठाउँ गयो पुलिस हुनुहुन्छ कि आर्मीहरू हुनुहुन्छ उहाँहरू बन्दुक छोपेर रेडी हुनुहुन्छ त आतङ्क गोली हान्ने क्या जेन्जीलाई फेरि अति सुन्दर सहर है यो जेब्रा क्रसिङ नि भएको बाटो पनि ओभर ठुलै हाइवे हो नि त बुटोल जाने हाइवे अभियसली यसलाई त राम्रो बनाउनै पर्छ किनकि इन्डियादेखि आउने सामानहरू बुटोलको लागि सप्लाई गर्नको लागि बाटो त ट्रान्सपोर्टेसन इज भेरी इम्पोर्टेन्ट तराईको ठाउँ यस्तै हो पहाडहरू हुँदैन स्ट्रेट हुन्छ अनि पेट्रोल राखेर जाम कि भन्ने सोचेको तर अलि पुरानो रहेछ यो पेट्रोल पम्प अलि पुरानो ठाउँमा तेल राख्न अलि डरै लाग्छ मलाई इन्जिन ड्यामेज हुन्छ कि भन्ने कि सफा हुँदैन कि नेपालको कहाँ जनतालाई देखाएर गरेको बिजनेस पो राम्रो हुन्छ त देख्छुली बाटो चाहिँ खत्रै रहेछ एकदम राम्रो यति दुःख पाएको होइन यो बाटोमा पहिला पहिला धुलो त्यस्तै अप्ठ्यारो त्यस्तै तर नि ड्राइभरहरूको चलाउने तरिका चाहिँ उस्तै भयो है अझै नि ओभरटेक गर्ने हात निकाल्ने यस्तो गर्नु भएन कि राम्रो तरिकाले गर्नु पर्यो ठिक्कै स्पिडमा चलाउनुहोस् ओभर स्पिडमा नचलाउनुहोस् हैन दुर्घटना हुन्छ आफ्नो ज्यानको क्षति हुन्छ समस्या हुन्छ सुरक्षित तरिकाले मान्छेहरूलाई लैजानुहोस् सुरक्षित तरिकाले हिँड्नुहोस् त्यही नै भन्न जान्छु अब अलि अघि गएर भेटौँला दाउनेतिर ल अहिले चाहिँ अफ गरिदिन्छु म यहाँको म्याक्सिमम स्पिड चाहिँ 60 हो 60 भन्दा यु आर नट एलाउड टु राइड हियर 60 भन्दा माथि स्पिड गर्नुभयो भने तपाईँलाई कारबाही हुन्छ है त्यही भएर बोर्ड हेरेर चलाउनु होला जथाभावी नचलाउनु होला ल वाह काउसदी है भित्रको बजार यता म किन हिँडेको भन्दाखेरि हामी सानीमा सानो बुवाहरू बस्नुहुन्छ घर छ कि यहाँ एकचोटि भेटेर जाम भनेर तर बाटो चाहिँ चिन्छु कि चिन्दैन कुनै 1 वर्ष अघि चाहिँ आएको म नचिने सोध्दै भए नि जानु पर्ला हैन र
गएर सानो मम्मी सानो बाबालाई भेट्छु अफिसमा हुनुहुन्छ होला अहिले त अफिस छ उहाँहरूको अफिस चलाउनुहुन्छ होइन एकचोटि सन्चो बिसन्चो बुझेर त्यो भाइ पनि हराएको थियो कि त्यही भएर त्यो भाइलाई नि भेटौँ न किन हराएको भनेर सोध्छु भनेर आएको खास त्यस्तो होइन ठिक छ नि यो ठाउँ पनि होइन एउटा पार्क छ यो पार्क त एकदम फेमस छ नि यहाँबाट चाहिँ यता हो कि अलि मास्तिरबाट कुन्नी जाऊँ न गइएला नि बिर्सेन होला किन बिर्सिने र एकचोटि गएको ठाउँ त म कहिले बिर्सिन्न मकैहरू रहेछन् अझै केराहरू घरहरू यहाँको काउसदीको यो चाहिँ भित्रै फलफुल चोकबाट भित्र गएर अब म पनि यो अटो जता गएको त्यति जानु पर्यो मालपोत चोक हो कि बस्ने उहाँहरू अनि मालपोत त्यही हो त्यो सेतो बिल्डिङ छ नि त्यो चाहिँ मालपोत हो भिडभाडै छ त यो अटो नि त्यही होला त्यो मालपोतमै मान्छे लिएर गाडी पार्किङहरू यताउता सब रहेछ अहिले त होटेलहरू नि खोलेका सबै कता र यता होइन र त्यो मास्तिर गएछ अलि मास्तिर रहेछ तर ठिकै छ भण्डारी ल आइयो फाइनल्ली चिन्नुहुन्न होला ठुलो काम गरिदिनुहुन्छ ल म चाहिँ काउसरी छु अहिले सानी मामाको माइन साइनमा तपाईँ नि आउनुहुन्छ युट्युबमा टक्क ल म ल सानो भए नि आउँदै हुनुहुन्छ म यसो घुम्छु होइन सर र यो बजार चाहिँ एक्सप्लोर गर्छु मैले यस अब जानै दिनु भएन साइडमाले हात छपेर बस कि बस भन्नु अब ठिकै छ आफ्नै घर हो बसिहालौँ होइन सर र बजार पनि एक्सप्लोर हुन्छ मलाई त ठिकै हो यतिको हुनपर्छ सानबा सानीमा भएपछि अनि यो यहाँको चोक अनि यहाँ फेरि मेरो मामाको छोराको क्या दाइको यो चोकमा मासु पसलहरू छ अनि दाइ चाहिँ काठमाडौँ जानु अरे है दाइको मासु पसल यही हो गरी मिट ब्याङ्क दाइ चाहिँ काठमाडौँ जानु है साँझ भेट होला नि त दाइसित त है हो र वाउ लास्ट राम्री खाने तिनी त बोलिदिउँ कि क्या हो गएर बाटै बिराएँ त मैले त यहाँ कस्तो फेरि फर्किन मन लाग्यो मेरो बानी ठिक छैन क्या मेरो तिनै हुनै थियो छोडिदिउँ यस्ता चिजहरू यस्तो कुरामा ध्यान नदिउँ ध्यान दिने हो तबबाट त बोलिदिन्छु गएर टेन्सनै भएन यहाँदेखि तल बजार जाम कि भन्ने सोचेको यार बाटो नै चिनेन कि मैले यहाँ काजम भइसक्यो भने बाटो नै अप्ठ्यारो क्या अब यतादेखि यता जाउँ कि यता जाउँ फेरि फर्किन्छु म ए ठिक छ ल मलाई चाहिँ मुभी हेर्नु मन लागेको थियो कि स्पाइडरम्यान मुभी स्पाइडरम्यान द ब्रान्ड न्यू डे लेट्स गो बजारतिर जान्छु म यहाँको बजारै यही हो लगभग सही छ कि बजार
आज चाहिँ बस्छु होला म, भोलितिर चाहिँ बुटोलतिर लाग्ने हो। एक दिन त बस्छु म, केही भएन। अब बस्ने भनेको आफ्नो मान्छेहरूकोमा त हो। मलाई अलि अप्ठ्यारो फिल हुन्छ, किन भन्दा अलि यस्तो बानीहरू छैन, त्यही पनि ठिकै हो। ल यो कुरालाई छेउ लगाइदिउँ। अहिले चाहिँ म काउसदीको भित्र बजार, लोकल बजार, नयाँ नयाँ घरहरू नि मजाले बन्दैछन्। अनि उता काम पनि हुँदैछ मालपोतको। ठुलबा त काममा बिजी हुनुहुन्छ होइन, अहिले काम भ्याएपछि भेटौँला, कुराकानी गरौँला। अब मलाई वासिङ मेसिन चाहिएको थियो होइन, अब वासिङ मेसिन म किनेर लान नि सक्छु। एउटा वासिङ मेसिन चाहियो कि जसरी भयो नि, घर वासिङ मेसिन छैन। ल अब यहाँदेखि अघि गएपछि चाहिँ यो मेन रोडमा निस्किन्छु होला म। काउसदी बजार तर यस्तो भएन कि, यो भित्री बजारहरू बनाउनु पर्यो। कहाँ यस्तो गरेर हुन्छ त नि, कहाँ ट्राफिक मामा जस्तै देख्छु त म। यता मुभी हल कहाँ छ दाइ? हेलो, यता मुभी हल कहाँ छ र? मुभी हाइवे गरे त जाने हो? हस्, मलाई चाहिँ स्पाइडरम्यान द ब्रान्ड न्यू डे हेर्न मन छ के। यता तल छ अरे। बाजे अलि अघि रोकिदिएको भए हुन्थ्यो। सही गाली गरेर भए पनि लगेज होस्। अब मुभी कहाँ लाग्छ मलाई थाहा नि छैन, यहाँदेखि कहाँ जाऊँ म?